अनि द्वारिकाधीश अन्तपुरमा प्रवेश पाउनुहुन्छ। सुदामा मार्गमा जानुहुन्छ र भन्नुहुन्छ, कन्हैया म जाँदैछु ल, अब म जाने है। तै सोच्नुहुन्छ कि केही त पाउँछु कि भनेर, परन्तु यो प्रेमको बन्धन छ, अटुट प्रेम छ। आफ्नो कन्हैयाले अन्तमा दुपट्टा पनि उडाएको हुन्छ। नाना प्रकारले कन्हैया र सुदामाजीको वार्तालाप हुन्छ। वस्त्र उडाइदिनुहुन्छ अनि सुदामा पछि फर्किँदै हेर्दै जानुहुन्छ। कन्हैयाले वस्त्र उडाएर पठाइदिनुहुन्छ, दिव्य सम्मान गरेको थियो। अन्तमा विरहको मिलन भएको छ सुदामासँग। सुदामा आज खाली हात आएका थिए, मात्र 3 मुठी 4 मुठी कनिका लिएर, त्यो पनि कन्हैयाले लिए। वार्तालाप धुमधामसँगले गर्दै कन्हैया द्वारिकामा प्रवेश पाउनुहुन्छ। सुदामा मार्गमा निक्लिन थाले। अचानक सुदामा आफ्नो महलतर्फ पुग्छन्, आफ्नो कुटिया झोपडीतिर पुग्छन्। द्वारिकाधीशपतिको यस्तो अद्भुत लीला छ, परन्तु सुदामा आफ्नो घर भएको जग्गा पुगेर डराउनुहुन्छ। सुदामा मन्दिर देख डरे, सुदामा